हेलो एभ्रिवान, दिस इज माई फर्स्ट भ्लग। हजुरहरूलाई कस्तो लाग्छ, मन पर्छ भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नभुल्नु होला मेरो युट्युब च्यानललाई। अनि म चाहिँ आज मर्निङ ड्युटी जाँदै थिएँ। अनि सर ड्युटी जाँदै थिएँ, मलाई ड्युटी जान ढिला भइरहेको थियो। 7 बजेको ड्युटी थियो, म त ढिला उठेर ढिला ड्युटी जान लागेको थिएँ। अनि त्यसपछि यसो बाटोमा गइरहेको एउटा अङ्कल दाउरा चढाइराख्नु भयो थियो यता, एउटा अङ्कल साइकलमा आइरहेको उतादेखि। अनि त्यहाँबाट यसो ड्युटी जान ढिला भए पनि मोबाइलहरू घुमाइहालौँ भनेर घुमाइदिएँ। अनि त्यसपछि थोरै अगाडि गएको कुकुरहरू लडिरहेको, ड्युटी जान ढिला भइरहेको मलाई, त्यही पनि कुकुरहरूलाई लखेटेँ। अनि त्यसपछि पानी परिरहेको थियो, गाई सर पानी परिरहेको थियो, त्यही पनि सरासरी गएर चेक इन गरेँ। 7 बजेको ड्युटी 7:49 भइसकेको रहेछ। रेस्टुरेन्ट बाहिर गएको बोतल टन्नै। त्यसपछि यसो रेस्टुरेन्टको ढोका खोलेर भित्र गएको, ब्रेकफास्ट टन्नैको थियो, गेस्टहरू टन्नै भरेको। अनि केटाहरूले त्यही भएर बोतल फाल्न पाएनन् होला भने सर बारमा गएको एउटा साथीले गिलास धोइरहेको। अनि त्यहाँ अहिले हो सर भनेको, हो सर भने। अनि त्यसपछि भित्र गएको, कफी मेसिनको ग्रान्ड बिग्रिया रहेछ, त्यो बिन्स ग्रान्डेस बिग्रिया रहेछ। अनि त्यसपछि यसो कफी अर्डर आएर रहेछ, 3टा कफी बनाउनु पऱ्यो सर भने। अनि 3टा कफी बनाएँ। 3टा कफी बनाएँ, फेरि यता हेर्छु, फेरि मजाले मोबाइल घुमाएर यता हेरेको, फेरि त्यो बिन्स पेले त्यो ग्राइन्डर बिग्रिया रहेछ। अनि फेरि यस्तो त्यसलाई चाहिँ हल्लाएर फेरि अन अफ गर्छु, खुल्दैन। फेरि यस्तो एकछिन हल्लाएको, अन अफ गरेको, अनि फेरि पछि चल्यो। अनि चल्यो, कफी बनाएर रेडी गरेँ गाइज। अनि त्यसपछि रेडी गरेर अगाडि गएको, मिस भेटिनु भयो। अनि के छ मिस भनेर ठिकै छ भन्नुभयो। अनि सरहरू पनि हुनुहुन्थ्यो। अनि के छ सरहरू भनेको, सबैले ठिकै छ भने। अनि अगाडि आएको पपायामा टङ हालेर पपाया ल्यात्तै भएको। अनि त्यसपछि त्यो हटाएर मैले स्पुन हालेँ। अनि यता आएको त बटरमा पुरै आइसालेर पुरै पानी चुहिरहेको। अनि त्यसलाई पनि चेन्ज गरेँ गाइज। अनि मिसलाई कसले हो भनेको, मैले होइन भन्नुभयो मिसले। अनि त्यसपछि अगाडि आएको एउटा प्लेन अम्लेट अर्डर थियो। अनि सर प्लेन अम्लेट है भनेको, हस् सर हस् भन्नुभयो लाइभ किचनमा। अनि आजको भ्लग यति नै गाइज। अनि ब्रेकफास्ट सक्यो, केटाहरूले ब्रेकफास्ट मुभ गर्दै थिए गाइज। मन पऱ्यो भने चाहिँ लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नभुल्नु होला।